झोले 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 भन्ने शब्द त धेरै नै सुनियो होला होइन। वास्तवमा यिनीहरूलाई झोले कि चाहिँ किन भनिएको हो, समर्थक पनि भन्न सकिन्थ्यो नि त होइन। झोले चाहिँ किन भनियो र समर्थकलाई समर्थक, घन्टी प्रेमीहरूलाई चाहिँ समर्थक भनिन्छ नि त होइन। समर्थक र झोलेबिच के फरक छ भनेदेखि झोलेहरूको चाहिँ एउटा कुबुद्धि छ क्या, कुबुद्धि के हो भनेदेखि यिनीहरूले सहीलाई सही र गलतलाई गलत भन्नै सक्दैनन् क्या। कुरो चाहिँ यही हो। यिनीहरूको ठुलो पदमा जुन नेता छ, मानौँ अब एमालेको केपी ओली छ, केपी ओलीले यो हो है भनेपछि उनीहरू पनि हो, त्यो सही भए पनि गलत भए पनि थाहा छैन, केपी ओलीले हो भनेपछि हो। यो चाहिँ झोलेहरूको एकदमै अवगुण हो क्या। अब राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि होलान् समर्थकहरू, तर उनीहरूले गलतलाई गलत चाहिँ भन्न सक्छन् क्या। जस्तै अस्ति भर्खर समानुपातिक सूची हेरौँ हामी होइन, समानुपातिक सूचीमा त्रुटि आइसकेपछि उनीहरूले विरोध जनाए। अब रासपाले पनि त्यसलाई सच्याउने निर्णय गरिसक्यो होइन त। अब त्यस्तै कुरा गर्ने हो भने एमाले अब समानुपातिक सूची निकाल्यो, 22 जिल्लाबाट प्रतिनिधित्व छैन, झापाबाट मात्र 9 जना समानुपातिक बन्द सूचीमा छन्। अब त्यसलाई कुनै पनि झोलेले विरोध गरेको देखिया छैन नि। यही अवगुणले गर्दा तिमीहरूलाई झोले भने क्या, झोले एमाले समर्थकहरू। दिमाग गु खा गु।